कैंडल स्टिक पैटर्न्स के हो साथीहरू सम्पूर्णमा नमस्ते। स्वागत छ तपाईहरुलाई हाम्रो च्यानल मौर्य के टेकमा। आज यो कैंडल स्टिक पैटर्न्सको पहिलो क्लासमा हामी कैंडल स्टिक के हो र यसभित्र चाहिँ पर्ने चारवटा कुराहरू के हुन् त्यो सबैको बारेमा हामी सजिलो भाषामा बुझ्नेछौँ। कैंडल स्टिक्स भनेको कुनै पनि शेयरको प्राइस मुभमेन्ट्सलाई चार्टमा देखाउने एउटा भिजुअल रिप्रेजेन्टेसन हो र यो कैंडल स्टिक भित्र चारवटा कुराहरू चाहिँ पर्छ। पहिलोमा के छ त ओपनिङ प्राइस। यसले के गर्छ शेयरको ओपनिङ प्राइस चाहिँ क्यान्डलको मार्फतले चार्टमा देखाउने गर्छ र दोस्रोमा चाहिँ हाई प्राइस, लो प्राइस र त्यो दिनको लास्टमा यसले शेयरको क्लोजिङ प्राइसलाई क्यान्डल मार्फत चाहिँ देखाउँछ। र यो कैंडल स्टिक पैटर्न्स भित्र पर्ने क्यान्डलहरू दुई कलरको हुन्छ। एउटामा हुन्छ ग्रीन क्यान्डल र अर्कोमा हुन्छ रेड क्यान्डल। र यो रेड क्यान्डलले मार्केटमा भएको सेलर्सहरूको संख्या के कति छ भन्ने संकेत दिन्छ। यदि चार्टमा रेड क्यान्डल बनेछ भने मार्केट त्यहाँबाट तल झर्न संकेत दिन्छ। र क्यान्डल भित्र रहेको बॉडी र यसको विकहरू कसरी बन्छ र कहाँ बन्छ भने यो पनि हामी बुझौँ। बॉडी चाहिँ यसको शेयरको ओपनिङ प्राइस र क्लोजिङ प्राइसको चाहिँ बीचमा बन्छ। बीचमा भएको भाग चाहिँ यसको बॉडी हो। जस्तै यो एउटा क्यान्डल हो। अब यो क्यान्डल भित्र रहेको यो चाहिँ हाई प्राइस हो र यो चाहिँ लो प्राइस हो। यो हाई प्राइसमा चाहिँ यसको विक बन्छ र यो लो प्राइसमा चाहिँ यसको के बन्छ त शेडो बन्छ। र यो कैंडल स्टिक भित्र रहेको एउटा महत्त्वपूर्ण नोट्स हामी बुझौँ। यदि तपाईले कुनै पनि कम्पनीको शेयर सेल गर्न चाहनुहुन्छ वा बाई गर्न चाहनुहुन्छ भने सबभन्दा पहिला तपाईलाई ट्रेन्ड के हो, सपोर्ट के हो, रेसिस्टेन्स के हो र लास्टमा तपाईले भोल्युम के हो भन्ने यो सबै चारवटा कुराहरूलाई तपाईले लर्न गर्नुपर्छ। यदि तपाईले यो चारवटा कुरा सिक्नुभयो भने तपाईले एउटा प्रो ट्रेडर जस्तै चाहिँ प्रॉफिट कमाउन सक्नुहुन्छ। साथीहरू, आजको यो भिडियोमा हामी कैंडल स्टिक पैटर्न्स भित्र रहेको क्यान्डलहरूको बारेमा चाहिँ अध्ययन गर्यौं। यदि तपाईहरूलाई यो भिडियो युजफुल लाग्यो भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, फलो गर्नुहोस्, शेयर गर्नुहोस्।